ओए माटोक्ने झोलेहरूदेखि सिमानामा हाम्रो सुदन गुरुङ होम मिनिस्टरज्यूको छड्के जहाँ जुझ माटोक्ने यही ठाउँमा तेरो पुरानो पार्टीको बाजै बजै हुन्थ्यो भने नि माटोक्ने लुटतन्त्र मचाएर आफ्नो भाँडो भर्ने माध्यम बनाउँथे माटोक्ने झोलेहरू त्यहाँबाट दैनिकी ड्रग्स भित्रेर नेपालमा कति घटनाहरू घटिरहेको छ थाहा छ माटोक्ने लुटमार काटमार बलात्कारी सडक दुर्घटना सबै 70% भन्दा बढी त्यहीँबाट ड्रग्स भित्रेर यही घटनाहरू घटिरहेको हुन्छ कि नेपालमा माटोक्ने अनि अझ सुदन गुरुङ बिना सेक्युरिटी त्यहाँ गयो भनेर तिमीहरू विरोध गर्छस् माटोक्ने तेरो बाजेहरूले जस्तो गर्नुपर्ने थियो क्या माटोक्ने 2-4 दिन अगाडि खबर पुऱ्याएर 4 दिनपछि आफ्नो सबै व्यवस्था मिलाएपछि बल्ल ट्याक्क जाने माटोक्ने तिमीहरू जस्तो हो माटोक्ने लुटतन्त्र मचाउन आएको जबसम्म राजसभाको वरिष्ठ नेताहरूले बाटो बिराउँदैनन् माटोक्ने तबसम्म हामी युवाहरूको माया साथ सपोर्ट समर्थन सधैँ रहिरहनेछ माटोक्ने हामी सबै युवाहरूले माटोक्ने राजसभालाई समर्थन गरेको देखेर माटोक्ने यो हर्केको मन जलेर भित्रैभित्र यसको मनको आगोले त्यो माटोक्ने यसलाई पोलेर मार्न लागिसक्यो माटोक्ने ब्रेकअप भएर यसको माटोक्ने त्यो मन जलेको भयो त्यसले प्रमोद खरेलको गीत सुनेर मन बुझाउँथ्यो होला कि माटोक्ने अब यसलाई कुन गीत सुनाउने होला त माटोक्ने यसले राष्ट्रिय गान चेन्ज गर्छु भनेको थियो नि माटोक्ने यसलाई त्यही गीत सुनाइदिउँ न माटोक्ने यो हलीको भिजन अनुसार गयो भने यसले सिमानामा कस्तो बार लगाइदिन्छ थाहा छ माटोक्ने